दर्शकबिन चलचित्र जेरी अन टपले 12 करोड 7 लाख भन्दा माथिको ग्रस कलेक्सन गरिसकेको छ र काठमाडौँ लगायत देशभरका केही हलमा अझै पनि यो सिनेमा चलिरहेको छ। र यो बीचमा सिनेमाका निर्देशक सुयो गुरुङले बल्ल नायक अनमोल केसीको दुईवटा तस्बिर राख्दै उनको प्रशंसा गरेका छन् र उनको प्रशंसा गर्दै उनले विशेष गरी क्लाइमेक्समा जब जेरी सगरमाथा चढेर फर्किन्छ र एयरपोर्टमा उसको बुबासँग अङ्कमाल हुन्छ त्यो दृश्यको दुईवटा फोटो उनले पोस्ट गरेका छन्। त्यो दृश्यको फोटो पोस्ट गर्दै सुयो गुरुङले लेखेका छन्, विशेष गरी मैले यो फोटो आज मेरो आइफोनमा भेट्टाएँ र यो फोटो हेरेपछि मलाई झन् धेरै मोटिभेट भइरहेको छ काम गर्नको लागि। अनमोल केसी तपाईँ विशेष गरी त्यस्तो एउटा कलाकार हो जुन कलाकारलाई म चिन्छु र यो बल्ल सुरुवात मात्र हो। तपाईँलाई जानकारी गराउँ, तपाईँसँग काम गर्न पाउँदा म निकै खुसी छु, मेरो लागि सौभाग्य पनि हो मेरो भाइ। अझै रकिङ हुनु, अझै ग्रोइङ हुनु र तपाईँ यो इन्डस्ट्रीको लागि रुल गर्नको लागि जन्मिएको मान्छे